ल, काठमाडौँको मुटुमै रहेको रानी पोखरीको कुरा गरौँ। बाहिरबाट हेर्दा यो एउटा सुन्दर पोखरी वा ऐतिहासिक स्मारक मात्रै जस्तो लाग्छ, होइन र? तर आज हामी यसको अलिक गहिरो कथा खोतेल्दैछौँ, जहाँ आधुनिक समयका भयानक भूकम्पहरू र प्राचीन कालको एउटा निकै अनौठो अलौकिक त्रासदी एकै ठाउँमा जोडिन्छन्। यसले कसरी भौतिक संरचना र मानवीय भावनालाई जोड्छ भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ। अब सयौं वर्ष पुरानो इतिहासमा जानुअघि एकछिन यसको भौतिक यथार्थलाई नै हेरौँ न। इँटा र माटोले बनेको यो संरचनाले समयसँगै कति धेरै प्राकृतिक प्रकोपहरू खपेको छ एकपटक कल्पना गरौँ त। यो केवल एउटा पुरानो निर्माण मात्रै होइन क्या, प्रकृतिको यत्रो ठूलो विनाशलाई सहेर उभिएको एउटा जिउँदो प्रमाण हो। इतिहासलाई अलिकति फर्केर हेर्ने हो भने विक्रम सम्वत 1990 को त्यो महाभूकम्पमा यसको मन्दिरको गजुर मात्रै भत्क्यो, बाँकी संरचना जोगियो। तर 2072 सालको भूकम्प त हामी धेरैले देखेका पनि छौं, जसले मन्दिरलाई पूर्ण रूपमै भत्काइदियो अनि पोखरीको पानी पनि पुरै सुकायो। लामो र निकै कष्टकर प्रयासपछि बल्ल 2077 सालमा यसको पुनर्निर्माण सकिएको थियो। विनाश र फेरि उठ्ने एउटा अचम्मको यात्रा हो यो। तर नि कुरा इँटा र माटोको मात्र होइन, यो भौतिक आवरणभन्दा अलि पर एउटा निकै रहस्यमय इतिहास लुकेको छ। हामी राजा प्रताप मल्लको पालामा पुग्दैछौँ, जहाँ जादु छ, अकल्पनीय शोक छ अनि पोखरीको छेउमा रहेको त्यो प्रख्यात हात्तीको मूर्तिको रहस्य पनि जोडिएको छ। आखिर यति विशाल पोखरी किन बनाइयो त? यसको पछाडिको कारण पक्कै पनि सामान्य थिएन। अब अलिकति अचम्म लाग्न सक्छ, तर यहाँनिर हाम्रा स्थानीय लोककथा र अलौकिक कुराहरू जोडिन आउँछन्। किचकण्डी यो शब्द त पक्कै सुन्नुभएको होला, जसका अनेकौं किम्वदन्तीहरू छन्। राजा प्रताप मल्ल एउटी यस्तै रहस्यमयी र अत्यन्तै सुन्दर स्त्रीको प्रेममा परेका थिए, जो वास्तवमा मानिस नभएर किचकण्डी थिइन् रे। यहाँबाट चाहिँ यो कथाले एउटा अर्कै अलिक खतरनाक मोड लिन्छ। र यो कुनै साधारण प्रेम कहानी थिएन नि। त्यो अलौकिक शक्तिको प्रभावले गर्दा राजाको स्वास्थ्य एकदमै रहस्यमय तरिकाले बिग्राउँदै गयो। दरबारमा राजाको त्यस्तो अस्वाभाविक व्यवहार देखेपछि त अधिकारीहरूलाई शङ्का लाग्नु स्वाभाविकै थियो। अनि जब ती स्त्रीको वास्तविकता एउटा खतरनाक आत्मा भएको कुरा पत्ता लाग्यो, तब तत्कालै कुनै शक्तिशाली आध्यात्मिक हस्तक्षेपको जरुरत पर्यो, नत्र त अवस्था झन बिग्रिने पक्का थियो। एकपटक सम्झौँ त, एकातिर जादुको प्रभावमा परेर एकदमै निरीह र कमजोर भन्दै गएका राजा प्रताप मल्ल छन्, अनि अर्कोतिर तन्त्रमन्त्रका प्रकाण्ड विद्वान शक्तिशाली तान्त्रिक ज्ञानानन्द भट्ट। राजालाई त्यो डरलाग्दो जादुबाट बचाउनकै लागि भनेर खास गरी दक्षिण भारतबाट ती शुद्ध तान्त्रिकलाई बोलाइएको थियो। यो त एउटा ठूलो आध्यात्मिक युद्ध नै थियो भन्दा पनि हुन्छ। ल, तान्त्रिकको बलले राजा त त्यो खतरनाक जादुबाट जोगिए, तर यहाँनिर एउटा ठूलो प्रश्न उठ्छ, राजा तङ्ग्रिएपछि पनि सिङ्गो राजपरिवारलाई नै तहस नहस पार्ने त्यस्तो अर्को कुन घटना घट्यो होला? खासमा यहाँ एउटा यस्तो अकल्पनीय र मुटु चिर्ने घटनाले पर्खिरहेको थियो, जसले राज्यको पूरै इतिहासलाई नै पल्टाएर राखिदियो। यसको लागि पहिले एउटा शब्दलाई बुझौँ, चक्रवर्ती। यसको अर्थ हुन्छ सम्पूर्ण ब्रह्माण्डको शासक, एकदमै शक्तिशाली। राजा प्रताप मल्लले आफ्ना छोराको नाम नै चक्रवर्तेन्द्र राखेका थिए। यो नामबाटै थाहा हुन्छ नि ती युवा राजकुमारमाथि कत्रो ठूलो आशा र कति भारी जिम्मेवारी थियो भनेर। सिङ्गो राज्यले उनको एकदमै सुनौलो भविष्य देखेको थियो। तर विडम्बना, त्यो राज्याभिषेकको दिनको कथा एकदमै त्रास्तिपूर्ण भयो। राजकुमार चक्रवर्तेन्द्रलाई केवल एक दिनको लागि भनेर राजा बनाइएको थियो। एकदमै हर्षोल्लासका साथ हात्ती, घोडा र सिन्दूर जात्रा सहितको भव्य शोभायात्रा निकालिँदै थियो। तर अचानक त्यो हात्ती बिच्कियो, पुरै अनियन्त्रित भयो अनि त्यही डरलाग्दो भागदौडमा परेर ती नवघोषित युवा राजाको ज्यानै गयो। आफ्नै आँखा अगाडि आफ्नो जवान छोराको त्यस्तो क्रूर मृत्यु भएपछि एउटी आमाको अवस्था कस्तो होला? रानीको शोक त झण्डै पागलपनकै हदसम्म पुग्यो। त्यो यस्तो अथाह र अकल्पनीय पीडा थियो, जसलाई संसारको कुनै पनि सान्त्वनाले कम गर्न सक्दैनथ्यो। दरबारभित्र सुनिने रानीको त्यो विलापले पुरै राज्यलाई नै एकदमै शोकाकुल र स्तब्ध बनाएको थियो। अझ अचम्मको कुरा त के छ भने नि, यो भयानक घटनाको संकेत पहिल्यै देखिएको थियो क्या।
राजकुमारको नाममा निकालिएका मुद्राहरू अर्थात् सिक्काहरूमा 3वटा अत्यन्तै अशुभ चिन्हहरू कोरिएका थिए। जनताले यो देखेर राजालाई चेतावनी पनि दिएका थिए, असन्तुष्टि पोखेका थिए। तर ती चेतावनीहरूलाई पूरै बेवास्ता गरियो। अनि परिणाम त्यही अकल्पनीय शोक भोग्नु पर्यो। अब रानीको त्यो अथाह पीडालाई कम गर्न सामान्य सान्त्वनाले त काम गर्ने कुरै भएन। अनि तिनै शक्तिशाली तान्त्रिक ज्ञानानन्द भट्टले एउटा गजबको तान्त्रिक र मनोवैज्ञानिक उपाय निकाले। त्यो थियो पानीको एउटा विशाल यन्त्र निर्माण गर्ने, अर्थात् एउटा यत्रो ठूलो जलाशय जसले रानीको मनमा चलिरहेको त्यो भयानक आँधीलाई अलिकति भए पनि शान्त पार्न सकोस्, त्यो शोकलाई आफूभित्र सोच्न सकोस्। यहाँनिर यो 7 अङ्कको एकदमै गहिरो अर्थ छ। यो पोखरी बनाउँदा त्यत्तिकै सामान्य पानी मात्रै हालिएको थिएन। यसलाई साँच्चीकै शक्तिशाली र पवित्र बनाउनको लागि ठ्याक्कै 7वटा विभिन्न पवित्र तीर्थस्थलहरूबाट जल ल्याएर मिसाइएको थियो। यसले यो निर्माण कति भव्य थियो भन्ने मात्रै देखाउँदैन, यसको पछाडिको कडा आध्यात्मिक नियमलाई पनि छर्लङ्ग पार्छ। यो चानचुने काम थिएन। निर्माणको यो पूरा प्रक्रिया 5 वर्षसम्म चल्यो। नेपाल सम्वत 785बाट सुरु भएर यो निरन्तर अघि बढ्यो। पहिलो कुरा, ती 7 पवित्र मुहानबाट जल ल्याउने काम भयो। त्यसपछि दोस्रो चरणमा एउटा विशाल जलयन्त्रकै आकारमा पोखरी खनियो। अनि तेस्रो कुरा, पोखरीलाई सुरक्षित राख्न चारै कुनामा रक्षक देवताहरूको स्थापना गरियो। यो त इन्जिनियरिङ मात्रै हुँदै होइन, एउटा पूर्ण तान्त्रिक अनुष्ठान थियो। यसको वास्तुकला र तान्त्रिक लेआउटलाई यसो नक्सामा हेर्ने हो भने नि, दक्षिण पूर्व कुनामा महालक्ष्मी, दक्षिण पश्चिममा गणेश अनि उत्तर पश्चिम र उत्तर पूर्व कुनामा भैरव र कामेश्वरको स्थापना गरिएको छ। यी देवताहरूलाई यसरी तोकिएकै दिशामा राख्नु कुनै सजावटको लागि थिएन क्या। यो त सिधै रानीको गहिरो पीडालाई निको पार्न गरिएको एउटा अत्यन्तै शक्तिशाली तान्त्रिक र जादुई कार्य थियो। र अन्त्यमा एउटा कुरा के भन्न सकिन्छ भने ढुङ्गा, इटा र पानीले बनेका यो भौतिक संरचनाहरू वास्तवमा मानव स्मृति र कहिल्यै नमेटिने शोकलाई बोक्ने भाँडाहरू मात्रै रहेछन्। रानी पोखरी आज बाहिरबाट जतिसुकै सुन्दर र शान्त देखिए पनि यसको त्यो गहिराईमा एउटी आमाको कहिल्यै निको नहुने पीडा लुकेको छ। यसो सोचौं त, हाम्रा वरिपरि रहेका अरू यस्ता संरचनाहरूले पनि के कस्ता नबनिएका कथाहरू बोकेका होलान्? यही विचारणीय प्रश्नका साथ आजको यो विश्लेषणलाई हामी यही बिट मार्छौं।